नमस्ते, म डाक्टर अजय यादव, डायबिटिज विशेषज्ञ। हाल म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एडिशनल प्रोफेसरको रूपमा कार्यरत छु। आज म तपाईहरुसँग यो दशैंको 10 चीज जुन म गर्न सक्छु, तपाई गर्न सक्नुहुन्छ र हामी सबैजनाले गर्न सक्छौं डायबिटिज नहुन दिनलाई को बारेमा कुरा गर्न गइरहेछौं। मलाई लाग्छ स्वस्थ रहनु, डायबिटिज मुक्त रहनु सबैको हक र अधिकार हो र यो हक र अधिकार पाउन हामी सबैजनाले प्रयास गर्नुपर्छ। 10 प्रयास क्रमशःको आधारमा। प्रयास नम्बर 1, हिडाई। बिहान 30 देखि 60 मिनट हिड्ने। 10,000 पाइला प्रत्येक दिन हिड्नुपर्छ। प्रयास नम्बर 2, चिनी नखाने। प्रयास नम्बर 3, चिसो पेय पदार्थ नपिउने। प्रयास नम्बर 4, तौल नियन्त्रणमा राख्नुपर्छ। प्रयास नम्बर 5, राति 6 देखि 8 घण्टा सुत्नुपर्छ। प्रयास नम्बर 6, योगा, ध्यान अथवा धर्म अनुसारको ध्यान प्रार्थना गर्नुपर्छ। प्रयास नम्बर 7, प्रशोधित अथवा अति प्रशोधित खाना नखाने। प्रयास नम्बर 8, जाँड, रक्सी, बियर, वाइन, व्हिस्की, रम, भोडका, तोङ्बा, छ्याङ नखाने। प्रयास नम्बर 9, चुरोट, खैनी, गुटखा नखाने। प्रयास नम्बर 10, मोबाइल बिहान सुतेर उठेपछि र राति सुत्ने बेलामा आधीदेखि 1 घण्टा प्रयोग नगर्ने। यी 10 कुरामा ध्यान दिनुस् र डायबिटिज हुनबाट बच्नुस्। यदि डायबिटिज छ भने डायबिटिजले गराउने जटिलताबाट बच्नुस्। यति भन्दै सबैजनालाई विजयादशमीको शुभकामना दिन चाहे। सबैको जीवन स्वस्थमय होस्। धन्यवाद।